हेलो, गुड मर्निङ, शुभ बिहानी, शुभ प्रभात, शुभ सन्ध्या, शुभ दिन सम्पूर्ण दाजुभाइ दिदी बहिनीहरूमा 2082 साल वैशाख 2 गते र समय बिहानको 10:37 गएको छ र आज पनि हामी हजुरहरूलाई सोनाली कुखुराको सोनाली चल्लाको अपडेटिङ भिडियो लिएर हजुरहरूमाझ आइसकेको छौँ। आज सोनाली चल्लाको अपडेटिङ भिडियो तपाईहरू देख्न सक्नुहुन्छ। चल्लाहरू एकदम नै फार्ती फुर्ती भएको एकदम एक्टिभ चल्लाहरू तपाईँ देख्न सक्नुहुन्छ। बाहिर गर्मी भए तापनि भित्र चाहिँ अलिकति चिसो चिसै छ र आज पनि हामीले सदा चाहिँ 1 नम्बरको दाना B1 को दाना चाहिँ हामीले दिइसकेका छौँ। तपाईहरूले देख्न सक्नुहुन्छ। चल्लाहरूले मजाले दाना खाइरहेको छ। भिडियोमा पनि तपाईहरूले देख्न सक्नुहुन्छ र हामीले पानी पनि यिनीहरूलाई हामीले चेन्ज गरिदिइसकेका छौँ र पानीमा हामीले लिभरटोनिक सदा चाहिँ 5 ml लिभरटोनिक 100 चल्ला बराबर 5 ml मिसाएर बिहानको हामीले पानीमा दिइसकेका छौँ यिनीहरूलाई। तपाईहरूले देख्न सक्नुहुन्छ र दिनानुदिन कुखुराको चल्लाको चाहिँ तपाईहरूले यो फेदरहरू चाहिँ यसरी चेन्ज भइरहेको, फेदरको कलर चेन्ज भइरहेको अनि यो भुत्ला चाहिँ बाक्लो भइरहेको तपाईहरूले देख्न सक्नुहुन्छ। उतापट्टि यो भिडियो खिच्नको लागि लाइट नपुगेला कि भनेर चाहिँ हामीले यसरी बत्ती बालिदिरहेका छौँ र बत्तीको सहायताले चाहिँ हामीले यसरी भिडियो पनि खिचिरहेका छौँ। तपाईहरूले देख्न सक्नुहुन्छ। चल्लाहरू एकदम मजाले मस्तसँग चाहिँ बसिरहेको छ। चल्ला अहिले केही पनि भएको छैन। अस्ति जति मर्नु मर्यो, अहिले चाहिँ चल्लाहरूमा त्यस्तो समस्या खासै केही पनि देखिएको छैन र हामीले चाहिँ हिजो भिडियोमा अलिकति देखेन, यो यसरी चाहिँ नि काठको चाहिँ नि कुखुराको चल्ला बस्नको लागि यसरी बनाइदिएको छौँ। बिरालोले यिनीहरूलाई खान सक्छ भनेर हामीले यसरी बेरेर चाहिँ नि गरेको छौँ। यो फेरि ठुलो भइसकेपछि हामीले पुरै एरिया हामीले छोड्नेछौँ। तपाईले यहाँ देख्न सक्नुहुन्छ। यो यसरी चाहिँ नि माथिपट्टि केही पनि नहुँदाखेरि चाहिँ यसरी कुखुरा चल्ला जान्छ र त्यसले त्यहाँबाट बिस्टाउन सक्छ। त्यही भएर चाहिँ हामीले अहिलेलाई चाहिँ भइगयो। अब अलिक दिन चाहिँ हामीले यो मिनरल वाटरको बोतल, डिउको बोतल चाहिँ हामीले माथि राखेको चाहिँ नि यिनीहरूलाई चाहिँ नि माथि बस्न दिँदैनौँ र यिनीहरूले दानामा बिस्टाउने काम गर्दैन। तपाईले देख्न सक्नुहुन्छ ब्याकग्राउन्डमा, ब्याकग्राउन्ड भन्दा नि यहाँ पछाडिपट्टि मजाले कुखुरा चल्लाहरू मजाले खेलिरहेको छ, मजाले खाइरहेको छ, राम्रो छ र आज लिभरटोनिक दिएको पनि 14, 15, 16 भनेपछि त हामीले 5 दिन भइसकेछ लिभरटोनिक दिएको। अब लगभग हामी 2 दिन जति दिन्छौँ लिभरटोनिक, त्यसपछि हामी लिभरटोनिक दिँदैनौँ। तपाईले देख्न सक्नुहुन्छ। यी मजाले खेलिरहेको छ। यो चाहिँ एकदम चाहिँ नि हाम्रो स्थानीय जातको कुखुरा, लोकल कुखुरा जस्तै ठ्याक्कै हुँदो रहेछ। हेर्नुहोस्, सानोमै यस्तो मजाले खोर्सेर चाहिँ यिनीहरूले आफ्नो लागि खाना आफै खोज्दो रहेछन्। किरा फट्याङ्ग्राहरू पनि खाने, अन्न पनि खाने, दाना पनि खाने हुँदो रहेछ। एकदम जुध्न चाहिँ एकदम नम्बर 1 हुँदो रहेछ यो कुखुरा। तपाईले देख्न सक्नुहुन्छ। यसरी चाहिँ नि हामीले सोनाली कुखुराको पालन, कुखुराको चल्ला हामीले पालिरहेको छौँ र अहिलेसम्मको अपडेटिङ एकदम राम्रो छ। हामीले यिनीहरूलाई भुस्सा ओछ्याएर चाहिँ नि तल राखिदिएको छौँ र एक साइडमा चाहिँ हामीले यो बस्नको लागि चिसो हुन्छ भनेर चाहिँ हामीले जुटको कुरा ओछ्याएर पनि यिनीहरूलाई राखिदिएका छौँ। यो बाहिरबाट चाहिँ हामीले यसरी चाहिँ नि माथिपट्टि चाहिँ नि यो पाली भयो, यो चाहिँ नि यसरी हामीले जाली लाछौँ। जाली चाहिँ किन लाछौँ भनेदेखि यिनीहरूलाई यो हावा फ्लो हुनको लागि, फ्रेस हावा आउँछ अनि यिनीहरू गुम्सिन पाउँदैन। त्यसको लागि चाहिँ हामीले जाली राखेका छौँ र यहाँबाट चाहिँ नि घामको प्रकाश छिरेर चाहिँ नि यिनीहरूलाई घामको लाइट पनि चाहिन्छ नि त। त्यही भएर चाहिँ हामीले यसरी घामको प्रकाश लागि चाहिँ नि यसरी चाहिँ नि जाली राखेर यसरी राखेका छौँ। बेलुका भएपछि चाहिँ हामीले यो पालीलाई हामीले तानिदिन्छौँ। हजुरहरूलाई धेरै धेरै धन्यवाद। अहिलेसम्म हाम्रो भिडियो हेरेर तपाईँहरूले माया गरिदिनु भएकोमा। देश विदेश कता कताबाट हेर्दै हुनुहुन्छ तपाईँहरू हाम्रो भिडियो कमेन्ट गर्नुहोला ताकि हामीलाई थाहा होस् तपाईँहरूले हाम्रो भिडियो कुन ठाउँबाट हेर्दै हुनुहुन्छ र हजुरहरूको एउटा कमेन्टले नै हामीलाई अझै थप भिडियो बनाउन लागि थप ऊर्जा प्राप्त हुनेछ। जता हुनुहुन्छ, जहाँ हुनुहुन्छ, स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, खुसी रहनुहोस्। आजको लागि अपडेटिङ भिडियो म यति नै गर्न चाहन्छु। अर्को भिडियोमा फेरि हामी भेटौँला भन्दै आजको दिन शुभ बितोस्, शुभ रहोस्, जय होस् सबैजनाको।